लाकुरी भन्ज्याङ जानेछौँ। यो चाहिँ लाकुरी भन्ज्याङ जाने बाटोहरू हो। देख्न सक्नुहुन्छ तपाईँहरू एकदम राम्रा राम्रा बाटोहरू छैन। देख्न सक्नुहुन्छ तपाईँहरू दृश्य राम्रो छ। म र मेरो दाजु आजको प्लान भनेर यता यसो गएको यो लाकुरी भन्ज्याङतिर। अहिले चाहिँ हामी स्कुटीबाट लागिरहेको छौँ लाकुरी भन्ज्याङ। तपाईँहरू देख्न सक्नुहुन्छ लाकुरी भन्ज्याङ जाने बाटो चाहिँ यस्तो रहेको छ। यता यस्तो जङ्गलै जङ्गल बिच रोड हारेका। अब हामी गएको ठाउँ अगाडिका केही मैले बनाएका भिडियोहरू हेर्नु होला। अब यति नै मेरो भनाइ। धरती है पत्थर ही पत्थर का, हमें मासूका। वाह वाह, मेरा हमारा हिंदी बहुत ही अच्छा है बट बहुत अच्छा है। माई इंग्लिश इज वेरी ब्यूटीफुल बट आई एम वेरी प्राउड ऑफ। वाओ वाओ नाइस। पार्नुहोस् यो हेरे लाकुरी भन्ज्याङ। देख्न सक्नुहुन्छ तपाईँहरू मेरो आवाजमा छैन दम, तर यो लाकुरी भन्ज्याङमा छ केही त कम। नमस्कार, मेरो नाम रमण कुलुङ राई। मेरो युट्युब च्यानलको नाम रमण कुलुङ राई। यो चाहिँ मेरो कति तेस्रो कि चौथौँ भ्लग हो, तर केही छैन भ्लगमा, केही छैन राम्रो। कृपया सबै पुरा हेरिदिनु होला। मलाई लाइक कमेन्ट सेयर अनि धेरै धेरै सपोर्ट दिनु होला। यो चाहिँ लाकुरी भन्ज्याङ हो, देख्न सक्नुहुन्छ तपाईँहरू। वरिपरि देखाइदिनु त के अरे, देखाइदिनु त दाजु। देख्न सक्नुहुन्छ तपाईँहरू लाकुरी भन्ज्याङ इट्स जस्ट अ ड्याम हो होइन। त्यो उता चाहिँ तपाईँहरू काठमाडौँ देख्न सक्नुहुन्छ। क्यामेराम्यान फोकस फोकस गर्नु त अलिक राम्रो तरिकाले फोकस भयो। तर हाम्रो क्यामेरा जुम गर्दाखेरि चाहिँ आइफोन के अरे S20 अल्ट्रा भएको कारणले गर्दाखेरि सब झिना मसिनाहरू पनि देखिरहेको छ। कमाल हो यो चाहिँ। यहाँ त दाजु भाइ मिलेर आएको छौँ, तर बाटोमा मलाई दाजुले पिट्नु भयो। किन, के थियो त्यसको कारण के तपाईँहरू जान्न चाहनुहुन्छ? अब हात चाल्नु सर। जय नेपाल, जय नेपाल। एकदम लाइक सपोर्ट एकदम गरिदिनु होला। मेरो सानो मिठो भ्लग यति हो। अब उतो गएको कि भ्यूहरू हेर्नु होला, केही दृश्यहरू हेर्नु होला भन्दै मेरो भनाइ भन्दछु।